इभान्सिकालाई आज मैले इस्कुसको प्युरी बनाएर दिँदैछु। इस्कुसमा फाइबर हुन्छ, भाइटामिन सी, फोलिक एसिड, त्यसै गरी पोटासियम हुन्छ। फाइबर जसले बच्चाहरूलाई मजाले पचाउन मद्दत पुर्याउँछ। भाइटामिन सी जसले रोगसँग लड्ने क्षमता बढाउँछ र त्यसको साथसाथै स्किन राम्रो बनाउँछ। फोलिक एसिड हुन्छ जसले वृद्धि विकासमा बच्चाको हेल्प गर्छ। पोटासियम जसले मांसपेशी बलियो बनाउँछ हैन। अनि त्यसै गरी आँखा तेजिलो बनाउँछ। अनि हजुरहरूले पनि एकचोटि ट्राई गर्नु होला है। हजुरहरूसँग इस्कुस छैन भने हजुरहरूले सिजनल फ्रुटहरू अब सिजनल भेजिटेबलहरू के छ जस्तै पाकेको फर्सी, गाजरहरू हैन, स्याउहरूको प्युरी बनाएर यसरी दिन सक्नुहुन्छ। मेरो नानी 7 महिनाको भइन् नि त, अनि हजुरले 6 महिनाबाट पनि दिन सक्नुहुन्छ। यसलाई चाहिँ मैले मजाले उसिनेर चाहिँ मैले यसलाई ब्लेन्ड गर्छु। ब्लेन्ड गरिसकेपछि अब हजुरहरूको बच्चाहरूले कति खान्छ हैन। अनि ब्लेन्ड गरिसकेपछि हजुरहरूले स्तनपान गराउँदै हुनुहुन्छ भने आफ्नो दुध राख्न सक्नुहुन्छ, अथवा तपाईँहरू फर्मुला फिडिङ गराउँदै हुनुहुन्छ भने फर्मुला मिल्क राखेर यसलाई दिन सक्नुहुन्छ। जसले गर्दा बच्चाहरूलाई अलिक गुलियो गुलियो लाग्यो भने चाहिँ बच्चाहरूले मजाले खान्छ नि त। त्यही भएर मैले चाहिँ यसमा थोरै फर्मुला मिल्क एड गरेको छु। अब हजुरहरूको बच्चाले कति खान्छ त्यही अनुसार पानी राखेर यसलाई उसिन्नु होला है। हेर्नुहोस् न, नानी खाना देख्ने बित्तिकै यस्तो रमाउँछ कि यस्तो रमाउँछ। आजसम्म जे होस् इभान्सिकाले चाहिँ खानेकुराहरू चाहिँ खाइरहेको छ है। कस्तो मिठो मानेर खान्छन् हेर्नु न इभान्सिकाले। हजुरहरू पनि एकचोटि ट्राई गर्न नबिर्सनु होला है त।